हेलो दर्शक नमस्ते सबैजनामा सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूमा भिडियो लिएर आइसकेको छु। एकदमै एउटा मात्रै भिडियो हाल्ने गर्छु। आज चाहिँ फाइनल्ली हामी ब्याङ्कमा आएको थियौँ। हाम्रो एटिएम अपडेट गर्नुपर्ने थियो कि, त्यही भएर हामी ब्याङ्कमा आएको थियौँ। साथी जाँदैछ राजेश, म चाहिँ गाडीमा आएको। अब जाँदा चाहिँ हिँडेरै जाउँ न त, भिडियो सिडियो बनाउँदै भनेर अनि हामी चाहिँ हिँडेर जाँदैछौँ आज होइन। एटिएम भाँचेर फेकेछ नि त यहाँ त। राजेश बसौँ न एकछिन। उसको एटिएम भाँचेर फेकेछ फेरि हो। अलराजीको रहेछ उसको। गर्मी छ होइन, घाम चाहिँ खासै लागेको छैन। गर्मी छ विशेष खाँदै होइन। कस्तो फिलिङ भइरहेछ त, हावा त कस्तो दामी आउँदो रहेछ त है। मजा आइरहेछ। एटिएम अपडेट गर्न आएको। काउन्टरको मान्छेले नामै मिस्टेक गर्दैछ हो। अनि लास्टै जाऊ भयो क्या, अनि एकछिन त्यहाँ बस्दाखेरि जाऊ भयो होइन। काम सक्सेस गऱ्यो यो आरुकी लिएर खत्तम भयो नि त। मिठो भएन नि यो कति पठायो त नि पैसा? गर्लफ्रेन्डलाई हो कि घरमा पठाएको? कहाँ गर्लफ्रेन्ड दाजुलाई गर्लफ्रेन्डलाई हो कि त? कति गरौँ त दाजुलाई भन्दा भा बुहारीहरूले पढाउँदै भाडा ठिक छैन है। दामी छ है भ्यू चाहिँ गाई छैन, दामी छ। हेरौँ न त रमाइलो चौरै चौ दाजुलाई भन्ने खोइ यो के हो झन्डै सुदीप राईले पर्छ। सुदीप मालै भएको भए त खत्तम भयो। खोइ फुलुस देखो, फुलुस वर्षहरू त निकै छ जस्तो छ त। अनि 900 करोड जस्तो छ यता र यता। पछि 1000 2000 छैन, 1000 करोड नदेखाउँ मालसम्म। करोड पैसा बोकेर हिँडेको त केटाहरू के हाम्रो त छैन त। पढ्न त हामी को डान्स छ त हौ। स्यालेरी आएको 2 दिनसम्म चाहिँ हुन्छ हो पर्समा। अनि त्यस पछाडि त अनि पैसै हुँदैन क्या हाम्रोमा त। के भएको अलग छिन लागेर हो कि के हो? आज मलाई कस्तो देखेको छ यार, कस्तो देखिरहेको छ? एनसी देखिरहेको छ यार। एउटा मेरो सोल्टिङमा त्यसरी नाच्थेँ म। कति करोडको ब्रेक गेटा हो यो? लगभग यो त लगभग समथिङ 7-8 करोडको जस्तो छ। पेन मात्र लगभग 2 करोडको जस्तो छ। बबाल 2 करोडको पेन अलिक नजिकबाट देखिन्छ। लक्ष्य बबाल देखिँदैन। अब बेस हेरौँ फेरि अलिक क्वालिटी अनुसारको लगाएको। पेन भन्दा नि मलाई चाहिँ टी सर्ट चाहिँ ठिक लाग्यो। त्यही त करोडको हो नि त सबसे ज्यादा यही। यस्तो टी सर्टमा चाहिँ यत्रो आर्म्सहरू होइन, चेस्टहरू बनाएर यो के हो भने आर्म्स यो देखेको छैन क्या मेरो आर्म्स। आर्म्स चाहिँ कहाँ यी आर्म्स त यता हुन्छ क्या, यहाँ बडी भन्छ यसलाई। बडी त होल बडी भइहाल्यो नि। बडी फुल बडीलाई बडी भन्छ क्या। लेसको जान्दैन यार केटाहरू चाहिँ कति सिकाउनु हो आफ्नो खानाहरू कति सिकाउनु। कहिले हँसाउनु पर्छ भनेर होइन नि, यहाँ चाहिँ रुख पनि रोपेको रहेछ। के को रुख हो मरेछ तर यो त पलाइरहेछ कि। फाइनली गाइज अब चाहिँ म ब्याक क्यामेराबाट देखाउँछु ल भ्यू। सो गाइज यहाँ चाहिँ उतापट्टि चाहिँ पानी छ हो।
पानी छ। अनि यो चाहिँ के हो, यो चाहिँ के हो मैले चिन्नै सकेन होइन। एकदम बाक्लो छ कि एकदम झाडी छ। हामी चाहिँ जाँदैछौँ अब होइन। खजुरको रुख मरेछ बिचरा, दामी छ त। के को रुख हो, भोपाल छ होइन। काम लागिरहेछ उता चाहिँ हल्का। अब चाहिँ हामी जाँदैछौँ मोडर्न पार्क निस्केर जाने भनेर चाहिँ हामी हिँडेको होइन। दामी रहेछ त्यो, तर यता चाहिँ म आएको थिएँ, फर्स्ट टाइम हो आएको, फर्स्ट टाइम हो आएको। त्यही भएर दामी रहेछ हौ भ्यू चाहिँ। यो के को रबरको रुख हो कि के को हो, रबरको रुख जस्तो छ होइन गाइज, रबरको रुख है। यहाँ पर चाहिँ हाइवे छ, धेरै गाडीको आवाज आइरहेको छ क्या। खजुरहरूको रुख राजेश पर पुगिसक्यो। तिमीलाई म भुल्न सक्दिनँ। यहाँ चाहिँ के हो, फुल फुलिरहेछ हो, बबाल दामी छ होइन। के हो, कस्तो दामी फुलिरहेछ कि कागती जस्तो सबै हावाले झार्दैछ। फाइनल्ली यहाँ चाहिँ बाटो क्रस गर्नुपर्ने अवस्था होइन। गाडी आएको छैन। त्यतैबाट जाने होला नि त होइन। क्रस गर न, क्रस गर्नुपर्छ होइन भने चाहिँ गाह्रो हुन्छ। के रहेछ यो त, दामी छ त हौ। यताबाट जाउँ, कताबाट सो गाइस हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ गाडीको भिडमा चाहिँ हामी फसिरहेको अवस्था छ होइन। त्यस्तो दिनुपर्छ ल। ट्रेलरहरू बसिरहेको छ यहाँनिर चाहिँ होइन। यस्तो ट्रेलर चलाउनु पाए त कति मजा हुन्थ्यो है जिन्दगीमा। पुरुष चाहिँ ज्यादा छापिन्थ्यो होला हौ अरूभन्दा नि। सुख दुःख भनेको त्यस्तै हो होइन। जे काम गरे पनि सुख चाहिँ हुँदैन, तर दुःख गरे पनि पुरुष चाहिँ छापिन्थ्यो होला जस्तो लाग्छ है मलाई चाहिँ। डलर भनिँदैन नि, फुलुस भन्छ क्या यहाँको। डलर त अमेरिकामा गएर चलायो भने मात्रै आउँछ। क्या डलरको कुरा गरिरह यार तिमी। रियलको कुरा हो, एकदम रियल हो क्या, या त रियल साउदीमा रियल हुन्छ। आज एउटा डाइलग हान्थ्यौ न त नि, एकदम भाइरलवाला। अस्ति त बबाल हानेको थियौ त नि एउटा डाइलग। सो गाइज हामी चाहिँ यस्तो ठाउँमा आयो है, फेरि मोडर्न आइसक्यो लगभग हामी चाहिँ होइन। भ्यू यस्तो छ। यता पर चाहिँ हाइवे हो यता दमाम जाने, अनि यता कता रियादतिर जाने। यहाँ चाहिँ यता चाहिँ ठुलो ताल छ कि। यहाँ चाहिँ माछा चाहिँ बबाल होला है। बल्छी लिएर खेल्नु भए त धेरै मारिन्थ्यो होला हौ। पुरै रुखहरू रोपेको रहेछ कि के को रुख हो, निमको रहेछ यो चाहिँ। सबै निमको रहेछ कि क्या हो, यस्तो गरेर रोपेको छ। यो रुखहरू बढेपछि चाहिँ दामी हुन्छ होला यहाँ चाहिँ। यहाँ त दुबो पनि मरेछ, के भएर हौ मरेछ। यता रुखहरू रोपेको छ होइन। लाग्छ के भएर हौ, पुरै पानीले हानेको जस्तो छ हौ। कहाँबाट पानीको फोक्राले हानेको जस्तो छ। यता रुख छ, हरियाली होइन।
जताततै यस्तो रुखहरू रोप्दिए त शीतल हुन्थ्यो क्या पनि, यस्तो गर्मी हुन्थेन होला जस्तो लाग्छ मलाई चाहिँ होइन। फाइनली त्यहाँ चाहिँ खजुर फुल्न लागिरहेछ, अब चाहिँ खजुर फुल्न लागिरहेछ। अब फल्ने टाइम भयो नि त, जुन जुलाईतिर त खाना भइहाल्छ। हल्कै फुल्न लाग्छ, म अलिकति जुम गर्छु। लागिरहेछ पुरै टोटल्ली रुख लगाएको रहेछ नि त यहाँ त है। कतिपय चाहिँ मरेछ होइन, देख्न सक्नुहुनेछ कतिपय मरेको अवस्था, पानी नभएर होला सायद। सबै निमको रहेछ कि, निमको रुख रहेछ सबै। दामी 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 बबाल छ, बबाल छ बबाल। ओ त्यो चरा खेलिरहेछ हौ, चरा देख्नु, चरा पौडी खेलिरहेछ त्यहाँनिर। गर्मी भयो होला नि त बिचरालाई, पौडी खेलिरहेछ। कपालले हो कि टी सर्टले हो कि के हो, ज्यानै यस्तो के हेन्डसम देखिरहेछ हौ। पछाडिको यस सिनहरू चाहिँ दामी देखिरहेको चाहिँ हरियो होइन, हरियाली। अब कसैले मलाई गर्लफ्रेन्ड बनाउने उल्टो हुन्छ कि उल्टो हुन्छ कि यहाँ चाहिँ नेपालमा चाहिँ अब सुक्खा लागिरहेको हुन्छ, यहाँ चाहिँ पुरा हरियो भइरहेको हुन्छ। यहाँ हरियो भएको बेलामा नेपालमा फेरि सुक्खा लागिरहेको हुन्छ हौ, त्यस्तो छ क्या यहाँ चाहिँ उल्टो। कसै पनि मेरो जिएफ बढ्ने छ भने चाहिँ भन्नुहोस् है, म रेडी छु है। मेरो भ्लग मार्फत नै भनिदिएको अहिले यस्तो बेजत गरिदिनु मेरो भ्लगलाई। मलाई भनेको त काम कस्तो लमी, म त लमी नै हो कि क्या हो, म त लमी नै हो कि, केटाकेटी मिलाइदिने, बिहे गराइदिने होइन। मेरो लागि चाहिँ भन्नु पर्दैन, यसो कमेन्ट छोडिराख्नु है, कमेन्ट छोडिराख्नु मिठो 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 खालमा मेरो लागि स्पेसल्ली राजेशको लागि होइन। मिठो मिठो कमेन्ट गरिदिनुहोस् होइन, को हुनुहुन्छ, कोले हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँले कमेन्टमा च्याक लगाएर लेखिदिने होइन। ल तल 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 गयो बचिया त। भाग्यो आऊ, तिम्रो दुश्मन होइन कि कस्तो भाग्यो। ओ माई गड, यस्तो छ कि फेरि त्यो मोटर रुङ्ने मोडर्नको मान्छेहरू के यस्तोमा बस्छ कि। परदेश भनेको सजिलो छैन नि यार, यस्तोमा बस्छ, दिन रात नभनी यस्तोमा बस्ने हो। त्यो मोटर रुङ्नको लागि मात्रै, त्यो मोटरलाई पानी तान्ने मोटर यस्तो हुन्छ यार, गाह्रो हुन्छ नि यो अर्काको ठाउँमा यार। यस्तोमा परियो भने त रुनु मन लाग्छ होला नि हौ। कम्पनी बनाउनु लाग्यो होला, के बनाएर आएछ यतातिर। फाइनली गाइस हामी चाहिँ मोडर्न पार्कमा आइसकेको छौँ होइन। दामी आउँछ त वहीँ भिडियो बनाउने होइन। दामी। So let's go. सरररररर भिल्दै कामडुम त लागेको छ होइन। यता चाहिँ के बनाइरहेछ, कन्स्ट्रक्सनको काम भइरहेछ। हामी यताबाट आएको हामी चाहिँ यता चाहिँ हाइवे, यो चाहिँ पानी छेकेर बनाएको छ ताल, सानो ताल। यो चाहिँ सानो भए पनि नाउ राख्नुपर्ने हो क्या, दामी हुन्थ्यो टक्क लगाएर नि, बबाल हुन्थ्यो।
बाटोहरू यस्तो दामी छ क्या यहाँ चाहिँ सबै खजुरको रुखहरू है फुल्दैछ यहाँ चाहिँ फुल्न लाग्छ राजेश सोल्टी थाके जस्तो छ अब चाहिँ थाके रे हो थाके रे हो सिन त राम्रो आइरहेछ बब्बाल छ बब्बाल सिङ्गल हो मर्दा पनि एक्लै जन्मिँदा पनि एक्लै सिङ्गलै मर्ने भयो अनि यतिको उमेरमा नि हरेस खानु सिङ्गलै मर्ने भयो डाइलग पदमको त्यस्तै सिङ्गल हुने एक्लै कोही छैन साथीहरू राख नि त उहाँ ढुङ्गा सुङ्गा लिएर साइडमा यता साइडमा के हिँड्दाखेरि नि सिरानी चेपेर हिँड्नु नि अब त सिङ्गल पर्यो गाह्रो छ भन्ने सिरानी च्यापेर क्या बनाउँछु होला म अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह यहाँ चाहिँ एउटा बोर्ड हुनुपर्ने कि है त्यो बिचमा चाहिँ के राखेको रहेछ हौ त्यो बिचमा के राखेको रहेछ यहाँबाट यसो एक राउन्ड घुमेर जाउँ ल उता पुल तरेर के कताबाट जाने केताबाट सिधै जाने सिधै जाउँ बगला पनि आउन छ है फेरि एक राउन्ड घुमेर आउँदै उपर फेरि यता घुम्नुपर्छ जाउँ यताबाट घाम डुब्न लागेको अवस्था छ गाइस होइन घाम डुब्न लागेको दामी त्यसो यहाँ चाहिँ मलाई यो घाम डुब्न लागेको चाहिँ मलाई दामी लाग्छ कि यहाँको भ्यू चाहिँ दामी आउँछ मलाई चाहिँ मनपर्छ होइन
फाइनल्ली गाइस आजको घुमघाम चाहिँ यति नै भयो होइन कस्तो भयो लाइक कमेन्ट गरेर नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु र आजको भिडियो चाहिँ म यति नै एन्ड गर्न चाहन्छु अब आउने भिडियोमा चाहिँ एकदम बबाल ठाउँमा गएर चाहिँ झक्कास लिएर आउँछ होइन त्यही भएर अब नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोस् अनि त्यहाँबाट बेल आइकनलाई प्रेस गरिदिनु होला भन्न चाहन्छु आजलाई चाहिँ बाई बाई सी यू बाई बाई गरिदिनु न ल बाई बाई फेरि पनि भेट्नेछौँ हामी